त्यसै बस्ने हौ क्या घर बाह्रको माया मारे कहिले आउँदो ज्वरो कहिले मेरो कपाल दुख्दो कहिले आउँदो ज्वरो कहिले मेरो कपाल दुख्दो त्यसै उठो खरो घर परिवार सम्झ्यापछि किन डुलाका माथि थाहा परदेशका किन डुल्याका हौ माथि थाहा छ परदेशमा मलाई बोलाका हौ राबडी राबडी देखिकन कस्तो मेरो कर्म जति गर्या जस नपाउने कस्तो मेरो कर्म जति गर्या जस नपाउने हे परदेशीका मर्म घर बसी थाहा पाउँदैन हे परदेशीका मर्म घर बसी थाहा पाइँदैन हे परदेशीका मर्म घर बसी थाहा पाइँदैन परदेश गएका हौ बिहा गएका 2 महिनामा परदेश गएका हौ बिहा गरेका 2 महिनामै सिद्धि सयाको नै परदेशका दुःख पीडा सिद्धि सयाको नै परदेशका दुःख पीडा हे कमाइ भयाको नै रितै हात कसरी आउनु कमाइ भयाको नै रितै घर कसरी आउनु हे कमाइ भयाको नै रितै घर कसरी आउनु बस्ने हौ क्या घर बाह्रको माया मारे हे अझै रितै छौ क्या गयाको 10 वर्ष भया हे कहिले आउँदो ज्वरो कहिले मेरो कपाल दुख्दो कहिले आउँदो ज्वरो कहिले मेरो कपाल दुख्दो त्यसै उठो खरो घर परिवार सम्झ्यापछि त्यसै उठो खरो घर परिवार सम्झ्यापछि त्यसै उठो खरो घर परिवार सम्झ्यापछि जो भन्दाउरी गयो साईको बाटो हेर्दा हेर्दा छाला दाउरी गयो रुबेजा पर्ने शैली गयो छाला चाउरी गयो रुबेजो भन्ने
घर बारको लाग्दो छ मकन पनि चिन्ता घरबारको लाग्दो छ मकन पनि हे चिन्ता घर बारको लाग्दो छ मकन पनि छ परदेशमा मलाई भुलाका हौ राम्री राम्री देखिकन हे मलाई भुलाका हौ राम्री राम्री देखिकन हे मलाई भुलाका हौ राम्री राम्री देखिकन हे कस्तो मेरो कर्म जति गर्या जस नपाउने परदेशीका मर्म घर बसी थाहा पाउँदैन हे परदेशीका मर्म घर बसी थाहा पाइँदैन हे परदेशीका मर्म घर बसी थाहा पाइँदैन पछि लगाउँछैन मिठाईको टुक्रो अहिलेसम्म चाख्याको नै ए मिठाईको टुक्रो अहिलेसम्म चाख्याको नै मिठाईको टुक्रो अहिलेसम्म चाख्याको नै बा आमा बुढा छन् सेवार सुसार गरिकिन छैन चिन्ता छैन खानाको कुरा झन्झरको छैन चिन्ता छैन हे खानाकै कुरा झन्झरको छैन चिन्ता छैन कोसिस गर्या पन अरूमा जान्दैन अर्को महिना घर आइजाऊ हे अरूमा जान्दैन अर्को महिना घर आइजाऊ अरूमा जान्दैन अर्को महिना घर आइजाऊ हे त्यसै भाग्यको छ नसोचै श्रीमान परदेश भावना लाग्याको छ तँलाई उदी डाक्न जसो भावना लाग्याको छ तँलाई उदी डाक्न जसो हे भावना लाग्याको छ तँलाई उदी डाक्न जसो so